Kasi yan din kung saan tangsar Ran. Ya ya. Hello everyone, namaste and Tashidalek to all of my dear subscribers and my dear Tamil friends. So I hope you are well and health, and so I was little busy in our monastery so this year, so I will try my best to show you the video. So if you did not see my video, so please watch this previous video. I will telling about my YouTube also. And then so today I'm going to show you the video that is our dearest Mayum Tonsulla pass away in this world. It's a second anniversary, so we are going to pray here Amitabha Puja. So I'm sure I do not need to explain about Mayumla, that Mayumla is our beloved and respect Guru Venerable Shankar Rinpoche, his Rinpoche beloved mom like Amala. And then so I'm sure everyone knew that. And then so today not only in JCM, so many places going to pray and offering lamb like this. So today I'm going to show you, first I want to show you our monastery, that the puja, and then our Tashipakal camp, and then other Singapore, Kirtipur monastery, Kathmandu and Lumbini, many places. So I will show you today. So today video is a more blessed, and so please again everyone pray for our dearest Mayumla. Om Amit Devarhi, Om Amit Devarhi, Om Amit Devarhi.
Hep bu sıra. Oldu. Çünkü 너무 땅살해. 가서 이한대가 없으면 땅살해. 란. 야야. So, what is the best things to help her and also to pay back the kind debts of the mother is only we have to rely on the prayers and we have to rely on the accumulations of merits. So for that, then we follow up with 나서 축대 진양소 마음에 남게 하래 오진 진야 투젠도 세바 아니 투당가
杨勇随当中我切，三界上升光美国，你和那呀特中国，不做就做土当干。将能当瓦塞，耶稣将就神马今日塞，混到个波恰有被所知所所也知觉知觉，下些成年两家无生生，这个朗诵所见见成就。白马当人大人等等都将这心外主人亲自觉，都觉见也将能当瓦塞，耶稣将这神把今日塞，从到个波下有被个自有个将这神把的前头。蒙波所见身边的马友，因你了解查有大拉塞，做我松波瑞加龙波些马耶拉美就这个，将就身边给我切瓦布，本要这个前来的前。这个朗诵所显示的某个将来年修，那个可算可别常常我，这个老外看也健康，茶叶我是来这些人扬州去，希望这外家。Now
नमस्ते नमस्ते ल चिन्नुभयो नमस्ते ओ स्माइलिङ दादा ल आरामै हुन्छ है माथि हो ओ आम्बामा ल ठिक छ अनि आरामै हुन्छ है ल हामी दुईजना आएछ नमस्ते नमस्ते ढिलो भयो क्या हाम्रो गुम्बामा पनि पूजा छ आज त हलमा रहेछ ल नमस्ते 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 चिन्नु भयो है दिदी चिन्नु भयो ल हुन्छ इस्माइल सर हो अस्ति पनि आउनु भएको थियो नमस्कार नमस्कार है ल सबैजनालाई है ल नमस्ते नमस्कार ल एकछिन बस्नु है ल सबैजनालाई नमस्ते ल अनि सबैजना आरामै हुन्छ होला है अनि आज फेरि मलाई तपाईँहरूलाई भेट्ने एउटा मौका पायो अनि त्यसपछि हामी एउटा धर्म गर्ने किनभने अब तपाईँहरूलाई थाहा छ मेरो बारेमा है अनि आज चाहिँ के हो भने आज चाहिँ हाम्रो तपाईँ धेरैले चिन्नुहुन्छ हाम्रो बर्थडे पनि मनाउने रहेछ हाम्रो ठुलो गुरु है रुम्बुछेको अनि अस्ति तपाईँलाई पनि याद होला उहाँको आमा स्वर्ग जानुभयो होइन मृत्युभयो अनि उहाँ आमाको अस्ति अब आज चाहिँ उहाँ आमाको चाहिँ 2 वर्षको पूजा अनि 2 वर्षको पूजा चाहिँ हाम्रो यहाँ गोम्बामा सिङ्गापुरमा गुरु अहिले उता सिङ्गापुरमै हुनुहुन्छ गुरु सिङ्गापुरमा अनि त्यसपछि हाम्रो गोम्बा धेरै छ है त्यहाँ सबै ठाउँमा आज पूजा गरेछ अनि ठ्याक्कै फेरि गुरुले अनि उहाँको एसिस्टेन्ट है उहाँको अब यताउता गर्ने उहाँले पनि गुरुले आफैले सम्झेर बिचरा तपाईँहरूलाई एउटा फेरि एक छा खाना दिने भनेर एउटा मैले हिजो नन्दन भाइलाई फोन गरेर है अनि गुरुले तपाईँहरूलाई एउटा खाना दिने भनेर फेरि मै आइछु आज चाहिँ एकदम बिजी नै छ अब अहिले यसो मैले आज धेरै बोल्ने त केही छैन है अब बर्थडे हो भने मैले अब यसो नातिते भयो आज त अब अलिक दुःखको नै हो होइन है अनि त्यही भएर अनि आज मेन चाहिँ तपाईँहरूले प्रार्थना गर्ने गुरुको आमालाई पनि राम्रो माथि स्वर्ग पोस् यस्तो हुन्छ नि अब है उहाँ पनि फेरि एकदम धेरै धर्म गर्ने मान्छे मैले पहिला भनेको भनेन तर उहाँ चाहिँ उमेर नै कति हो 97 हो कति त्यस्तो पुग्यो उमेर ठुलो हो तर बितेर 2 वर्ष भयो पोहोर साल हाम्रो यहाँ गुरु पनि आउनुभयो गुरुको भान्जी बहिनी पनि आउनुभयो अनि त्यसको नातिनी सबै आएको हामी यहाँ तपाईँहरूलाई बिचरा याद छ कि छैन है अनि त्यही भएर आज गुरुले यहाँ जाऊ भनेर अनि म र अनि एउटा साथी मैले लिएर हामी चाहिँ यहाँ आएछु अनि गुरुले अब यताउता केही दिन त अहिले भएन पछि बर्थडेको बेला फेरि उहाँले केही दिनुहुन्छ अनि उहाँले तपाईँहरूको हात खाली नहोस् भनेर एउटा तपाईँहरू सबैलाई पैसा दिन्छ है अनि खाममा अनि सबै अब पल्लै म तपाईँहरू त्यहीँ बस्नु अनि म आफै दिन्छु है सुरुमा चाहिँ हाम्रो दाइला है ल माताजीको चाहिँ आत्मा स्वर्ग पुगोस् हजुर है सुबै भयो शान्तिको कामना है हजुर आमा भाइ ल ओम माने पेमे होम भन्छ हामीले है ओम माने पेमे होम ओम ओ ल ओम माने पेमे होम पेमे होम माने ओम माने पेमे होम माने पेमे होम ओ माने पेमे होम माने पेमे है दाइ अनि के अरे अब खाना खाने अनि तपाईँहरू खानाको खाएको पनि यस्तो भिडियो खिच्छु फोटो भिडियो अनि म फेरि जानुपर्छ है ल हुन्छ है सबैलाई ल ल धन्यवाद हजुरहरूले पनि है ल ओम माने पेमे चाहिँ नभुल्नु है ओ मैले आज यो सिकाएँ क्या तपाईँहरूलाई है ओ ल ल सबै तल है ल ल
अरे ल भन्दा यो 500 यो 100 यो 100 ए कति कसरी थाहा पाउँछ भने हो यो लामो ए अनि ए लामो लामो हेर्छ अब यो 50 हो भने यो भन्दा के छोटो हुन्छ नि त आइसी वाउ है ए चुक्पे त हेरेको हेरे ए ओके दाइ ल ल म त हामी हो त्यो ठ्याक्कै सोध्छु भनेको आज सोध्न पाएँ कि मैले तपाईँलाई ए नापेर हो कि त्यस्तो गरेर हेर्छ है 1000 हो भने लामो अझ लामो हुन्छ यो भन्दा लामो यो ए ओके ओके ल धन्यवाद है दाइ ल उहाँ हो है सबै गर्ने बिचरा धेरै धेरै धन्यवाद है दाइ एकदम राम्रो छोपे भाइ हजुर चुक्पे भाइ चुप्पे चुक्पे डर भनिन्छ ए मैले यहाँ एउटा समस्या यहाँ देख्यो अस्ति मेरो बर्थडे बेलामा पनि हजुर कोहीले ल धन्दामना दाइले भन्नु त लामो हो त्यस्तै लामो किनभने एउटा भयो भने त तिनवटा भयो भने अनि यहाँ चारवटा मिलाएर है अहिले ऊ कहाँ बस्ने कहाँ बस्ने यस्तो भएछ ल म भन्छु है हाम्रो गुरुहरूलाई भन्छु म है ल त्यही पालो पालो गरे हुन्छ पालो पालो गरेर अब बेन्च छ भने ल भन्छ दाइले पेटभरि खाने हो नफाल्ने हो तपाईँ आफैले सिक्यो है गयो भने भरे नि खानु हुन्छ ल हो दिदीहरू यहाँ खाँदैछ ल दिदी खानु है ल अब हामी यहाँ टेबलको व्यवस्था गर्नेछु है अब यो भिडियो हेरेर कसले गर्नुहुन्छ अब छिटै गर्नुहुन्छ ल खाना मिठोसँग खानु है ल है मिठो छ है दिदी ल दही मिठो छ है हाम्रो दिदी पनि हाँसेर बस्छ क्या यो राम्रो हो है म जस्तो रहेछ है स्माइलिङ दाजु स्माइलिङ दिदी आज चाहिँ गीत गाउनुहुन्न अस्ति चाहिँ गीत गाउने है बिचरा है आज चाहिँ ओ मने पेमे हुँ होइन फिल्म खेल्न जाने रे क्या ल हामी पनि अब लाग्नु पर्यो है गुम्बामा पूजा छ अस्ति जस्तो गरेर बस्न पाएन अहिले चाहिँ है ल ल हुन्छ ल बाबाई ल है ल ओके दामी ल ओके ल ल बाबाई सबैजना ल खाना पिठो साग खानु पछि फेरि बर्थडे बेलामा भेटौँ ल दिदी है म एउटा भान्सा कोठा पनि देखाइदिन्छु है हाम्रो दिदी कोठा यो भान्सा कोठामा दिदीले हाल्दैछ यस्तो गर्नुपर्ने त ल दिदी आउनु आउँदैन लम्बु मान्छे त झन् त छुन्छ जस्तो लाग्ने विचार ल उनीहरूको यस्तो छ विचार भान्सा कोठा चाहिँ ल सबैजनालाई बाबाई ल दिदी जान्छ है ल धन्यवाद ल सबै जान्छ बाबाई बाबाई ल पछि भेटौँ ल ल बाबु जान्छ अब ल बाबु दाइ अब छिटै आउनु होला फेरि फेरि भेटौँ ल है ल दाइ जान्छ है ल ओके बाबाई ल धन्यवाद ल बाबाई ल ल चुक्पे पनि बाबाई पनि चुक्पे चुक्पे चुप्पे ओ ल आङ्गलमा आङ्गलमा हाम्रो यहाँ कुप्पी छ कुप्पी कुप्पी ल सिडी बजा है अब जय मानव सेवा सबैजनाको खानाका प्रति गरौँ अब हामी सन्ध्याकालीन भोजन सेवाको लागि हाम्रो अतिथिज्यूहरू उपस्थित भइसक्नु भएको छ आज विशेष भोजन सेवा हामीलाई पोखरा 25 सेन्जा टिम क्याम्पबाट हाम्रा अतिथिज्यूहरू उपस्थित भइसक्नु भएको छ सबैजनाको जोरदार तालीले हाम्रा अतिथिज्यूहरूलाई स्वागत गर्न सम्मान व्यक्त गर्न चाहन्छु आज मिति 2082 आज चैत्र महिनाको आज 12 गतेको दिन स्वर्गीय आमा
नुनबारी फोन्सेको श्यामबारी फोन्सेको 2 वर्ष पुरा भएको अवसरमा हेम्जा नुनबारको गुरुको आमाको 2 वर्षको पुरा भएको पुण्यतिथिमा आज हामीलाई सन्ध्याकालीन भजन सेवा गराउन यहाँ उपस्थित हुनुहुन्छ। स्वर्गीय आदरणीय गुरु दोर्जे लामाज्यूलाई उठेर परिचित भइदिनु हार्दिक सबैजनाको जोरदारले त्यसैगरी साथी हुनुहुन्छ चुप्पे लामा गुरुलाई पनि उठेर ससम्मान परिचित भइदिनु हार्दिक सबैजनाको जोरदारले त्यसैगरी यहाँ स्वर्गीय आमाको कुनै स्मृतिमा यहाँ सन्ध्याकालीन भजन सेवा सबै अर्पण गर्नुहुने साथी हुनुहुन्छ गोपी लामाहरू यहाँलाई पनि ससम्मान परिचित भइदिन हार्दिक हुन्छ सबैजनाको ल धन्यवाद गोबे आइज खाएन हजुर आरो भाइ छ ल यहीँ बस्नु है भाइ ठिक छ भाइ सन्चै छ म भन्छु है सोधेछ भन्छु है यहीँ राम्रोसँग बस्नु है दाइ ल म चाहिँ बेच्छु है दाइ ल गयो है ल धन्यवाद सबै ल खाना आउनु है ल